संसारमा सबैभन्दा छिटो बढिरहेको चर्चहरूमध्ये एउटा कहाँ होला भनेर सोच्नुभयो भने सायद नेपाल भन्ने जवाफ मनमा आउँदैन। तर वास्तविकता यही हो नेपालमा। सुन्दा अलि अचम्म लाग्छ हैन त? लाउनुहोस्, कुनै बेला संसारको एकमात्र हिन्दू अधिराज्य भनेर चिनिने देशमा यो अप्रत्याशित कथा कसरी सम्भव भयो, यसका तथ्यहरू खोतल्दै जाउँ। हेर्नुहोस् त, यो नम्बर 10.9%। यो कुनै सानोतिनो वृद्धिदर होइन है। गॉर्डन कन्वेल थियोलोजिकल सेमिनरीको एउटा अध्ययनले के देखाएको छ भने सन् 1970 देखि हरेक वर्ष नेपाली चर्चको वृद्धि दर झन्डै 11% रहेको छ। अब सोच्नुहोस् त, यो तथ्याङ्कले मात्रै पनि नेपालभित्र चुपचाप भइरहेको एउटा कत्रो ठूलो सामाजिक परिवर्तनतिर इशारा गरिरहेको छ। त्यसो भए सबैभन्दा ठूलो प्रश्न त यही हो, आखिर यस्तो भयो कसरी? कुनै बेला बाहिरी दुनियाँका लागि लगभग पुरै बन्द रहेको देश, त्यस्तो ठाउँमा एउटा नयाँ विश्वासले यति गहिरो जरा कसरी गाड्यो? आजको हाम्रो यो विश्लेषणमा हामी यही रहस्यको पर्दाफास गर्ने प्रयास गर्नेछौँ। ल, यो पूरा कथा बुझ्नको लागि हामीले पहिले इतिहासतिर फर्कनै पर्छ। एउटा यस्तो समयमा जब नेपालमा क्रिश्चियन धर्मको उपस्थितिको लागि वातावरण भनौँ न एकदमै प्रतिकूल थियो। अब यो टाइमलाइनलाई हेरौँ है। 1769 पृथ्वीनारायण शाहले क्रिश्चियनहरूलाई देश निकाला गरे र त्यसपछि नेपालले झन्डै 200 वर्षसम्म आफ्नो ढोका लगभग बन्द नै गर्यो। बाहिरी संसार र नयाँ विचारहरूका लागि यो एउटा सीलबन्दी बाकस जस्तै थियो भन्दा फरक पर्दैन। तर त्यसपछि आयो सन् 1951 जब राणा शासन ढल्यो। हो, यहीँनिर इतिहासले एउटा नयाँ मोड लियो र त्यो बन्द ढोकामा पहिलो पटक एउटा सानो छिरा पर्यो। अनि सन् 1951 पछि देश अलि खुल्ला त भयो, जसले एउटा नयाँ अध्यायको सुरुवात गर्यो। विदेशी मिसनरीहरूलाई देशभित्र आउन त दियो, तर त्यसमा एउटा ठूलो शर्त थियो। शर्त के थियो भने धर्म प्रचार गर्न बिल्कुलै पाइँदैन, तर सामाजिक सेवा जस्तै स्वास्थ्य, शिक्षा यस्तो काम गर्न चाहिँ पाइन्छ। हो, यही कारणले गर्दा इन्टरनेशनल नेपाल फेलोशिप जस्ता संस्थाहरूले अस्पताल र स्कुलहरू खोले। अब कानुनी रूपमा त उनीहरूले आफ्नो विश्वासबारे खुलेर बोल्न सक्दैनथे, तर उनीहरूले गरेको कामले नै बिस्तारै एउटा सानो तर निकै महत्त्वपूर्ण उपस्थितिको जग बसाल्यो। तर त्यो सानो उपस्थिति कायम राख्न पनि कहाँ सजिलो थियो र? पञ्चायत कालमा त भर्खरै टुसाउन थालेको नेपाली चर्चले निकै ठूलो दमन खेप्नु पर्यो। कल्पना गर्नुहोस् त, कसैलाई धर्म परिवर्तन गरायो भने 6 वर्ष जेल, आफैले धर्म परिवर्तन गर्यो भने 1 वर्ष जेल। चर्चहरूमा छापा मार्ने, बाइबल खोज्ने जस्ता कुरा त सामान्य जस्तै थिए। तर जति नै दबाइयो, यो विश्वास भूमिगत रूपमा भने बिस्तारै फैलिरहेकै थियो। अनि त्यसपछि आयो सन् 1990। यो नेपालको लागि एउटा ऐतिहासिक मोड थियो, जसले देशको राजनैतिक नक्सा मात्रै होइन, यहाँको धार्मिक परिदृश्यलाई पनि सधैँका लागि बदलिदियो। 1990 को जनआन्दोलनले के गर्यो भने यसले धार्मिक स्वतन्त्रताको ढोकालाई फराकिलो बनाइदियो। सबैभन्दा ठूलो कुरा, धर्म परिवर्तन गर्नु अब कानुनी रूपमा अपराध रहेन। सुन्दा यो एउटा सामान्य कानुनी परिवर्तन जस्तो लाग्न सक्छ, तर वास्तवमा यही एउटा परिवर्तनले नेपालमा क्रिश्चियन धर्मको त्यो विस्फोटक वृद्धिको लागि पुरै मैदान तयार गरिदियो। अब यो सरकारी तथ्याङ्क हेरौँ न, यसले आफै धेरै कुरा भन्छ। सन् 1990 भन्दा अगाडि र पछाडिको क्रिश्चियन जनसङ्ख्यामा आकाश पातालको फरक छ। हेर्नुहोस् त, केही सयमा सीमित रहेको सङ्ख्या प्रजातन्त्र आएपछि वात्तै बढेर लाखौँमा पुग्यो। तर पर्खनुहोस्, कथा यतिमा मात्रै सकिँदैन, यो अलि जटिल छ। सरकारी तथ्याङ्कले जे देखाउँछ, वास्तविकता त्योभन्दा फरक हुन सक्ने दाबी पनि छ। जस्तै 2021 को जनगणनाले क्रिश्चियन जनसङ्ख्या 5 लाख भन्दा अलि बढी देखाउँछ, तर क्रिश्चियन समुदायका अगुवाहरूको अनुमान त बिल्कुलै फरक छ। उनीहरूका अनुसार यो सङ्ख्या 40 लाखसम्म पनि हुन सक्छ। अब सोच्नुहोस् त, 5 लाख र 40 लाख, यो ठूलो अन्तरले के देखाउँछ भने वास्तविक सङ्ख्या कति हो भन्ने कुरा नै एउटा ठूलो बहसको विषय बनेको छ। सङ्ख्याको बहस त आफ्नो ठाउँमा छँदैछ, तर त्योभन्दा पनि महत्त्वपूर्ण प्रश्न हो, किन मानिसहरूले आफ्नो पुर्ख्यौली धर्म छोडेर एउटा नयाँ विश्वास किन अँगालिरहेका छन् त? यसका पछाडि केही गहिरा र जटिल सामाजिक अनि व्यक्तिगत कारणहरू लुकेका छन्।
जब अनुसन्धानहरूलाई हेर्छौँ धेरै कारणहरू अगाडि आउँछन्। जस्तै कोहीका लागि यो हिन्दू जातीय व्यवस्थाको त्यो कठोर संरचनाबाट बाहिर निस्किने एउटा बाटो बन्यो। अरू कतिपयका लागि प्रार्थना गरेपछि रोग निको हुन्छ भन्ने विश्वासले ठूलो काम गर्यो। अनि अर्को महत्त्वपूर्ण कुरा, चर्चले दिने सामाजिक सुरक्षा र त्यो बलियो सामुदायिक भावना, त्यो पनि एउटा मुख्य आकर्षण बन्यो, जहाँ लिङ्ग वा जातको आधारमा कुनै भेदभाव हुँदैन थियो। यसलाई अझै राम्ररी बुझ्न रिका तामाङको यो भनाइ हेरौँ। उहाँको कुराले धेरैको भावनालाई समेट्छ जस्तो लाग्छ। उहाँ भन्नुहुन्छ, मैले क्रिस्चियन धर्म अपनाएपछि बलि चढाउनु परेन, म त्यो बोझबाट मुक्त भएँ। हेर्नुहोस् त, यो सानो भनाइले कति ठूलो कुरा भन्छ। कतिपयका लागि यो केवल धर्म परिवर्तन मात्रै थिएन, यो त एउटा आर्थिक र मानसिक बोझबाट छुटकारा पाउनु पनि रहेछ। तर यो वृत्तिलाई शङ्काको नजरले हेर्नेहरूको पनि कमी छैन र उनीहरूले लगाउने एउटा प्रमुख आरोप छ जसलाई प्राय चामल क्रिस्चियनिटी भनेर चिनिन्छ। अब यो आरोप के हो त भन्दा गरिब मानिसहरूलाई पैसा, चामल वा अरू कुनै भौतिक कुराको लोभ देखाएर धर्म परिवर्तन गराइन्छन् भन्ने हो। तर जब अनुसन्धानकर्ताहरूले यसको गहिराइमा गएर अध्ययन गरे, उनीहरूले अलि फरक तस्बिर पाए। उनीहरूको अनुसन्धानले के देखायो भने धेरैजसो धर्म परिवर्तन गर्नेहरूले कुनै भौतिक लाभ पाउँदैनन्, उल्टै आफ्नो परिवारबाट अंश गुमाउने र समाजबाटै बहिष्कृत हुनेसम्मको जोखिम मोल्न तयार हुन्छन्। अब यति तीव्र गतिमा भएको यो परिवर्तनले समाजमा एक किसिमको तनाव पनि सिर्जना गरेको छ र यही तनावले हामीलाई यो कथाको सबैभन्दा पछिल्लो र सायद सबैभन्दा जटिल अध्यायमा ल्याइ पुर्याउँछ। हो, यही तनावको एउटा प्रतिक्रियाको रूपमा सन् 2017मा एउटा नयाँ कानुन आयो। यो कानुनले के भन्छ भने कुनै पनि जात, धर्म वा सम्प्रदायको धार्मिक भावनामा चोट पुर्याउने वा कसैलाई धर्म परिवर्तन गराउने काम गर्नु अपराध हो। तर यहाँ एउटा समस्या छ। भावनामा चोट पुर्याउने भनेको आखिर के हो? यसको परिभाषा एकदमै अस्पष्ट छ र यही अस्पष्टताले गर्दा यो कानुन धार्मिक अल्पसंख्यकहरू विरुद्ध एउटा हतियारको रूपमा प्रयोग हुन सक्छ कि भन्ने डर बढेको छ। यो कानुनी खतरा कति वास्तविक छ भन्ने कुरा पास्टरहरूले सम्भावित धर्म परिवर्तन गर्नेहरूलाई सोध्ने प्रश्नहरूबाटै छर्लङ्ग हुन्छ। उनीहरूले सोध्ने गर्छन्, के उनीहरू आफ्नो घर र परिवार गुमाउन तयार छन्, आफ्नो अंश त्याग्न सक्छन्, आफ्नो विश्वासको लागि जेल जान तयार छन्? यी प्रश्नहरूले नै के देखाउँछ भने नेपालमा धर्म परिवर्तन गर्ने निर्णय केवल व्यक्तिगत आस्थाको कुरा मात्रै होइन, यो त एउटा ठूलो सामाजिक र व्यक्तिगत त्यागको माग गर्ने निर्णय पनि हो। अनि यो तनाव कानुनी दायरामा मात्रै सीमित छैन है, समाजमा पनि यसको असर देखिन थालिसकेको छ। जस्तै चर्चहरूमा बेला बेला हुने आक्रमणका घटनाहरू, सरकारले क्रिसमसको सार्वजनिक बिदालाई सूचीबाट हटाउनु अनि धर्म प्रचार विरोधी कानुनको प्रयोग बढाउँदै लैजानु, यी सबै सङ्केतहरूले के देखाउँछन् भने नेपालको धार्मिक सहिष्णुतामाथि नै प्रश्न उठ्न थालेको छ र राष्ट्रवादी भावना बढ्दै जाँदा यो तनाव अझै बढ्ने हो कि भन्ने देखिन्छ। यी सबै कुराले आज नेपाललाई एउटा निकै महत्त्वपूर्ण दोबाटोमा ल्याएर उभ्याइदिएको छ। आफ्नो आधुनिक र धर्मनिरपेक्ष पहिचान बनाउने यो यात्रामा के नेपालले आफ्नो परम्परागत सामाजिक संरचना र यो बढ्दो धार्मिक विविधता बीच एउटा सन्तुलन खोज्न सक्ला त? के यहाँ धार्मिक स्वतन्त्रता र परम्पराले सँगसँगै हिँड्ने एउटा शान्तिपूर्ण बाटो भेटाउन सक्लान्? यो निकै गम्भीर प्रश्न हो र यही प्रश्नको जवाफले नै आउँदा दिनहरूमा नेपालको भविष्य कता जान्छ भन्ने कुराको निर्धारण गर्नेछ।